यहाँ सबै कुराको बाध्यता छ सबैको बाध्यता छ किनभने यो सिनेमा हलमा लाग्यो तर अहिले बाहिर सबै अहिले देशको हाम्रो त्यसले गर्दा मान्छेलाई यही भइरहेको छ यही कुरा पर्दा त्यस कारण एकदमै मद्दत लाग्यो मलाई विद्यार्थीको भाइले यस्तो राम्रो सधैँ मैले हाफ टाइममै दिमागलाई कङ्ग्रेचुलेसन मारेर जसरी पूजाजी बाहिर बस्नुहुन्छ नि युएस बस्नुहुन्छ र मलाई लाग्छ जब उहाँले यो 1 लाइन सुन्नुभयो नि मैले बरु म बाहिरको जेसुकै होस् थाती राख्छु यो विषयमा खेल्न आउँछु भनेर उहाँले भयो वचन दिएको हुनुपर्छ क्या होइन त्यस कारणले गर्दा अब यसको दीपकजीको डेब्यू फिल्म हो यो होइन तर पहिलो फिल्ममै बाजी मार्नु भएको छ मैले व्यापारको कुरा गरिरहेको छैन है व्यापार चाहिँ आफ्नो ठाउँमा छ तर उहाँले उहाँको लेखन उहाँको प्रत्येक डायलग उहाँको जो संवाद छ हरेक संवादले सन्देश दियो अघि पनि मैले भने जसले यो सिनेमा हेर्न पाउनुहुन्छ एकदम मिस गर्नु एकपल्ट हेर्नुपर्छ र सपरिवार हेर्नु यो जस्तै आज हामीले हेऱ्यौँ आज म त सपरिवार आएँ अघि जितिजी भन्ने हुनुहुन्थ्यो यो छोरा छोरीलाई पनि सँगै ल्याउनु पर्ने छ भन्नुहुन्थ्यो